सम्पूर्णमा हरिओम। ढाड कम्मरको समस्या छ भन्ने साथीहरु धेरैजना हुनुहुन्छ। यो भिडियो चाहिँ हजुरहरुको लागि। जसको ब्याक पेनको समस्या छ आफू पनि यो विधि नियमित गर्ने सिक्ने र जसलाई समस्या छ उहाँलाई पनि सिकाउनु होला। यो विधि गर्दा यसरी घुप्टो परेर आरामसँग बस्नु पहिला अनि आरामसँग छातीको दायाँ बायाँ हात श्वास गर्दै माथि यसरी हातलाई आधी मात्रै उठाउँछ। यसरी आरामसँग एकछिन स्थिर आफ्नो याद विशेष गरेर पछाडि ढाड कमरको याद गर्ने। श्वास छोड्दै तल श्वास लिँदै माथि श्वास छोड्दै तल अनि केही समय विश्राम लिइसकेपछि विश्राम लिँदै आरामसँग गर्नुपर्ने हुन्छ। मैले 2 पटक मात्रै हजुरहरूलाई विधि गराउँछु। हजुरहरूले 6 देखि 12 पटकसम्म यसलाई प्रयोग गर्न सक्नुहुनेछ हरेक चरणमा। अब पहिला दायाँ हात त्योभन्दा माथि बायाँ हात त्योभन्दा माथि चुडो श्वास छोड्दै माथि एकैछिन स्थिर श्वास छोड्दै तल फेरि श्वास लिँदै माथि एकैछिन स्थिर आफ्नो याद श्वास छोड्दै तल एकैछिन विश्राम आफ्नो याद ढाड कम्मरमा परेको संवेदना अनि त्यहाँबाट आएको आनन्दलाई अनुभव गर्नु होला। अब आरामसँग 2 खुट्टालाई फट्याउ हातलाई छातीको दायाँ बायाँ श्वास लिँदै माथि एकैछिन स्थिर श्वास छोड्दै देब्रेतिरबाट पछाडि हेर्छौं। दायाँ खुट्टाको कुर्कुच्चालाई हेर्ने प्रयास एकैछिन स्थिर सहज अवस्थामा आउनु होला। श्वास लिँदै माथि एकैछिन स्थिर श्वास छोड्दै दायाँतिरबाट पछाडि विपरीत खुट्टाको कुर्कुच्चालाई हेर्ने प्रयास एकैछिन स्थिर। ढाड कमरको लागि रामबाण विधि। विश्राम आँखा बन्द आफ्नो याद। अब श्वास लिँदै अगाडिको भागलाई उठाउँछौं हात शिरलाई उठाउँछौं श्वास लिँदै माथि यसरी पछाडि खुट्टालाई नउठाउने श्वास छोड्दै तल श्वास छोड्दै तल एकछिन विश्राम अनि आरामसँग हात यसरी टेकेर हातकेला चिउडोमा राख्छौं। पालै पालो खुट्टाले हिपमा हान्छौं श्वास फाल्दै नझड्कालिकन। यसरी 50 पटकसम्म पनि हान्न सक्छौं। आरामसँग 50-100 पटक आरामसँग स्वास्थ्यको साथमा गर्न सकिन्छ तर नझड्काली। अब दुवै खुट्टाले श्वास फाल्दै एकैपटक यसरी खुट्टाले हिपमा हान्दा नझड्कालिकन हान्नु पर्ने हुन्छ। जति सकिन्छ स्वास्थ्यको साथमा यो विधि गर्नु होला, नियमित गर्नु होला, लाभ लिनु होला। हस् हरिओम।